हेलो हेलो साथीहरू, सबैलाई दर्शन है। यो गाउँ डाँडाको लालीगुराँसहरू अघि उतातिर मन्दिरमा दुर्गा आमाको मन्दिरतिर गइयो। अहिले चाहिँ यहाँ यता होटल रेस्टुरेन्ट हुनेमा आएछौँ। यहाँ पनि लालीगुराँसहरू निखर्नु लागेको अवस्था छ र यहाँ चाहिँ आजकल चाहिँ यो रेस्टुरेन्ट एकदम राम्रो बनाएको रहेछ। यहाँ गाउँ डाँडाको भ्यू टावर धरहरा हो, त्यहाँ हो। आज हामी चाहिँ धरहरामा गइँदैन, पहिलातिर नै धेरै पटक गएको। अनि यहाँबाट पोखराको भ्यू यस्तो अवस्थामा देखिएको छ। आज चाहिँ दिउँसो भएको कारणले धुवालो लागेको छ। यहाँ चाहिँ यो गाउँ डाँडाको रेस्टुरेन्टको गेट हो। यहाँ रेस्टुरेन्टको अगाडि दुईटा मङ्गीहरूले स्वागत गरेको अवस्था छ। ल म रेस्टुरेन्टमा पसेँ। यहाँ चाहिँ सानो धरहराको नमुना बनाएको रहेछ। यहाँ फालेको टायरको कुर्सी बनाएको छ। यो कुर्सी नि एकदम बुलियो बस्ने लागेको छ। यो धरहराको सानो प्रतीक छ। यहाँबाट चाहिँ रातिमा हेर्दा अति राम्रो झिलिली छ देखिन्छ। अब म पसेँ, भित्र पसेँ रेस्टुरेन्टभित्र। रेस्टुरेन्टमा सफा टन्न बसेर खाने ठाउँ छ। यतातिर ग्रुपमा बस्ने टेबल छ। यहाँ हो काउन्टर, यहाँ छ किचन, यहाँ पनि बसेर खाने ठाउँहरू छ। यहाँबाट यस्तो भ्यू देखिएको छ। बाहिरपट्टि बसेर खाने ठाउँ त्यो लालीगुराँसहरू। कति राम्रो लालीगुराँस। यहाँ जानुलाई चाहिँ टिकट लाग्छ होला। नमस्कार दिजु। नमस्कार। यहाँ अलि माथि टुर आएको रे, अलि सन्चो नभएर जँगार नआएर अलि जग्गा छैन। घुम्न आउनु पाउनु त्यो नै ठुलो कुरा हो। माथि वनतिर च्याउहरू पाउँदै टुर्साहरू। तातिर सिग्लेस जाने बाटोहरू पर्छ। अनि यो बाटो चाहिँ पोखराको फुलबारीको मणिपालको पछाडिबाट माथि आउने बाटो हो। यता चाहिँ भलाङ मन्दिरको साइडतिर हो। गर्मीको हो यहाँ। हेलो साथीहरू, अलि 2-4 दिन अगाडि आएको है। यो लालीगुराँसहरू झ्याप्पै फुलेको हुन्थ्यो। अलि 2-3 दिन लेट भइएछ। ल आज यति है, बाई बाई।